guys, welcome to my vlog. मैले कपाल त्यो सिकिरहेको थिएँ बनाउनलाई। आज चाहिँ बाबाले यहाँ फ्रेन्च फ्राइज बनाइसकेको छ हामीलाई खाजा खानलाई। यहाँ जय साहब खाना खालिसक्नु भएको छ। मम्मी अनि नेपालीहरूको घरमा चाहिँ अब के गर्ने कि यस्तो बोतल भए पनि कोकको बोतल नराखिकन टेबलमा कोकको बोतल नराखिकन नेपाली रहँदैनन्। लगायत हामी चाहिँ खाजा खायौँ होइन, पानी पनि पिता भयो अनि कता जाने भनेर यसलाई हिँड्यौँ भनेर हिँड्यौँ होइन त्यत्तिकै। अनि यहाँ सोनु र म चाहिँ यता बसिरहेछौँ। ड्राइभर म माइलो मोटर चलाउँदै कान्छो, यता जेठी यता कान्छो हो। साँच्ची बाबा त कान्छो हो, ऊ पनि कान्छो हो, सोनु पनि अनि म पनि प्यारी कान्छी छोरी। हामी कता पुगिन्छ थाहा छैन, अब पुगेपछि चाहिँ ल हामी आयौँ भनेर चाहिँ म हाल्छु। हाम्रो चाहिँ आज डेस्टिनेसन कहाँ हो थाहा छैन, तर हिँड्यौँ भनेर अझै हिँडिरहेछन्। यो चाहिँ त्यो ठिमुरा जाने बाटो हो है यो चाहिँ, तर हामी ठिमुरा जाने भनेर चाहिँ निस्केको होइन। ठिमुरा रिसोर्ट लेखेको चाहिँ के हो छ बाबाको यो क्यामा ठ्याक्क पुल देखेछ। अब सायद त्यो पुलमा चाहिँ घुमेर जानुपर्छ अहिले यताबाट। यहाँ छ पुल चाहिँ, यस्तो बाटो चाहिँ अलिकति अफरोड रहेछ यहाँनिर। कुखुरा पालन रहेछ यहाँ चाहिँ। पुल आयो कस्तो राम्रो रहेछ पुल। फोटो खिच्न पाए पो यहाँ ओर्लेर है, कति राम्रो उतो पारिराखेर एकैछिन 2 मिनट के गर्ने। कतै घुम्न हिँडेपछि छोरीको फोटो, आमाको फोटो खिच्दा टिकटक एकदमै रमाइलो देखिँदो रहेछ है। घाम नलागेको बेलामा पानी चाहिँ एकदमै पानी देखेछ र पानी पनि देखिरहेछ भने हल्का सिमसिम पानी परिरहेछ। तर मलाई चाहिँ पानीसँग पुलसँग चाहिँ एकदम डर लाग्छ है, किन मलाई पानी मन पर्दैन। पानी भन्नाले स्विमिङ पुल त्यस्तोको पानी होइन क्या, फेरि खोलाको पानी जस्तो हुन्छ। यहाँबाट डाँडाकालिकाको मन्दिर पनि देखिँदो रहेछ, त्यो केबल कार चढ्ने ठाउँ। यहाँ रुखले छोपियो कस्तो राम्रो। यो मलाई चाहिँ फेरि सनसेट भ्यू चाहिँ एकदम मनपर्छ। उहाँ छ डाँडाकालिका यहाँ चाहिँ यो ब्रह्मकुमारी विश्वविद्यालय रहेछ। संस्कृत पढ्ने हो रे बाबाको अनुसार चाहिँ। हामी चाहिँ देवघाटमा, यो चाहिँ मेरो दिदीको मिजुर। माथि गयो हो, अब कहाँ जाने हो गाडी लिएर त्यति पोसिबल फर्की हुन्छ कि हामीलाई थाहा नभएको हो। गाडी जान्छ गाडी त त्यहाँसम्म त्यो हामी पुलकै झोलुङ्गे पुलबाट आउने चाहिँ बाटो कुन हो त्यहाँसम्म तलतिर रहेछ कि म त त्यतै जाने भनेको। हामी चाहिँ अब देवघाटबाट अघिको पुल ठिमुरा नजिकको पुलबाट नगइकन दासढुङ्गाको पुलबाट जाने भने। आज चाहिँ हाम्रो लागि चाहिँ यो बाटोहरू अब यो कताबाट कता जाने रहेछ भन्ने मात्र भयो, ओर्लेर चाहिँ कतै नै गएनौँ हामी। अब अर्कोचोटि चाहिँ फेरि त्यो देवघाटबाट कहाँ रहेछ सुन्नु त्यो माथि गाउँ देवपुर जाने भनेर चाहिँ हामीले प्लान बनाएको छौँ। अब अर्कोचोटि कहिले आउँछ। यो बाटो गरेको छ वनोपभोक्ता समितिको कार्यालय। कताको बाटो हो? यता हो कि यता हो कि? अब यो दुईटा बाटो छ, यो सिधै होला। ठुलो बाटो बस अघि यता आएको थियो।
ठुलो बाटो खाल्टो रहेछ त्यतै त्यहाँ। जाने होला पातलो किचरो छ यो धन्न हामी चाहिँ यहाँ पुल आइसक्यौँ दासढुङ्गाको पुल अब म चाहिँ यसरी गाडीमा चाहिँ पहिलोचोटि आएको देवघाटमा नि यो पुलमा चाहिँ मलाई एकदम जान मन लाग्थ्यो कि सधैँ काठमाडौँ जाँदा देखिन्थ्यो अनि कहाँ जाने हो भन्थे देवघाट भन्छ नि देवघाट यसरी पो जाने रहेछ यत्रो टाढा भनेको तर टिमुरातिर पनि नजिक पर्दो रहेछ म त देवघाट गाडीमा जानेहरू त यत्रो टाढा गरेर जानुपर्ने रहेछ भन्थे त्यो बाटो चाहिँ थाहा थिएन कस्तो राम्रो देखिएको यहाँबाट अब यो पुलमा पनि हामी ओर्लेर फोटो खिच्न छौँ भिडियो बनाउने छौँ मम्मी चाहिँ यहीँ म्याप हेरी हेरी हामी आइपुग्यौँ मम्मी चाहिँ बल्ल ल आयो आयो भन्दै होइन होइन आयो नि त त्यसपछि पनि त धेरै बेरै लाग्यो नि त घुमेर आउन मामले नि हेर्नु अब ठिकै घुमेर आउनु त धेरै बेरै लाग्यो नि त यहाँ सिधा आयो त देवघर गाउँपालिका पाउने लो ए हामी चाहिँ पुलमा ओर्ले पनि कस्तो राम्रो कि आज त यति राम्रो देखिएको कि प्रेसिडेन्सी रिसोर्ट यो दाईहरूको रिसोर्ट भन्थे क्या यो के अरे दाई भन्नु चाहिँ कस्तो? दिपक दाईहरू क्या हामी चाहिँ घुमेर आयौँ अब घुमेर आएपछि चाहिँ म चाहिँ भिडियो एडिट गरिरहेको छु अनि यता बा मम्मी चाहिँ मिलेर पकाइराखेको छ म चाहिँ मजाले बसेको छु अहिले खाने हो अब बसी बसी मैले चाहिँ अहिले नेटफ्लिक्समा चाहिँ यो आई विल फाइन्ड यु भन्ने हेरिरहेको छु एकदमै रमाइलो छ कि यो चाहिँ अब म कति एपिसोडमा पुगिसकेँ भन्दा एपिसोड 6मा पुग्यो अब जम्मा 2टा बाँकी छ मलाई चाहिँ यस्तो टाइपको सिरिज अथवा मुभिजहरू चाहिँ एकदमै मनपर्छ कि त्यो पुलिसवाला हुन्छ नि इन्भेस्टिगेसनहरू त्यस्तो के अनि क्राइम थ्रिलरहरू चाहिँ एकदम मनपर्छ कि मैले साउथ इन्डियन त कति धेरै भएछ कि मैले इङ्ग्लिस त त्यति धेरै हेरेको छैन यो चाहिँ नेटफ्लिक्समा रहेछ अनि मैले त्यो टिकटकहरूमा नि अरूले हालेको देखेर चाहिँ अनि हेरेको मलाई मनपर्ने खालकै रहेछ यो पनि अनि अब आज भ्याउँछु म त्यो खाना खाएपछि